परमेश्वरको आनन्दले यस ठाउँलाई ढाकेको छ अनि उहाँको उपस्थिति चाहिँ हाम्रो बिचमा छ। म यो कुरालाई विश्वास गर्दा कतिजना विश्वास गर्नुहुन्छ? मेरो विषय भन्नुहोस्। म विश्वास गर्छु उहाँको आनन्दले यो ठाउँलाई, यो हावाहरूलाई, यो आकाशलाई ढाकेको छ उहाँको प्रेमले। मर्सी भन्नुहोस् न, कृपा, दया, करुणा। आमेन। अहिले लास्टमा फेरि हामी एकखेप नाच्छौँ अनि रमाउँछौँ। तर किन नाच्छौँ भन्दै गर्दाखेरि अस्ति एकदाले भन्नुहुँदै थियो हामीले रिजन छैन, रिजन चाहिँदैन, किनभने प्रभु यीशु ख्रीष्ट नै रिजन हुनुहुन्छ। तर पनि एक दुईवटा कुरा म तपाईँलाई वचनबाट बताउँछु किन हामी नाच्छौँ अनि नाच्दा के हुन्छ भन्ने कुराहरू। सुन्नुहोस् है, म त्योभन्दा अगाडि एउटा कुरा भन्न चाहन्छु। स्कुल अफ प्रफेट हुँदै थियो अनि स्कुल अफ प्रफेट हुँदै गर्दाखेरि म यहाँ बसेको थिएँ। अनुवादक थिएँ म, है, एकजना अनुवादक प्रणय माथि बसिरहेछ यहाँ थिएँ। अनुवादक चाहिँ कहिले ढल्नु हुँदैन नि त, किन अनुवादक ढल्यो भने यहाँ कसले अनुवाद गर्ने। म त त्यहाँनिर 1 घन्टाको अन्य भाषामा प्रार्थना हुन्थ्यो अनि अन्य भाषामा 1 घन्टामा प्रार्थना, रिख्रा तालाबा, रिख्रो तालाबा, याक्रा तालामा आँखा 1 घन्टाको प्रार्थना गराउँथ्यो प्र्याक्टिस। मेबी त्यो 3rd डे हुनुपर्ने। म यहाँनिर अन्य भाषामा प्रार्थना गरेको थिएँ, तर मेरो चाहिँ प्र्याक्टिस कस्तो, आँखा खोलेर अन्य भाषामा प्रार्थना गर्दै थिएँ म चाहिँ। रिखा तालाबा, रिख्रो थोलोबो, रिख्रा तालाबा, राख्रा तालाबा, कति 10 मिनट कि 15 मिनट 20 मिनट कति बित्दै थियो। राख्रा तालामा, रिख्रो थेलेबे, या साख्रा तालाबा, रिख्रो थेलेबे, रिख्रा तालामा, रिख्रो थेलेबे, रिथी माख्रा तालामा, यासे रिख्री तालामा, याख्रो तलमो, यासे ख्रे तेलेबे। आधी घन्टा 45 मिनट कति बित्यो। एउटा मोमेन्ट आयो, त्यहाँदेखि चाहिँ आँखा खुल्लै थियो, तर मेरो आत्माको आँखाले मैले एउटा घटनालाई देखेँ। अनि मैले त्यो जसै देख्नु थालेँ है, त्यहाँदेखि अन्य भाषामा झन् बोलेको गरेँ म। रिख्रा थालामा, रिख्रो तेलेबे, रिख्रा थालामा, राख्रा थालामा। म त्यो कुरालाई अझै घोरिनु थालेँ अनि एकछिनमा साह्रै भयो, आँखाभरि आँसु आइसक्यो मेरो, हो। साह्रै हुँदै गर्दा चाहिँ आँखा चिम गरेँ अनि प्रार्थना गर्दा म चाहिँ ढलेँ। अनि त्यहाँनिर ढल्दै गर्दा बिचारा भाउजू अत्तालिनु भएछ। अनुवादक त ढल्यो यहाँनिर, हो, यहाँ ढलिराखेको छ। अब कसले अब इमर्जेन्सी यहाँनिर बोल्नु पऱ्यो भने प्रणय उपर थिएछ। प्रणयलाई भाउजूले इसारा गरेर बोलाउनु भएछ। म उठ्दा चाहिँ प्रणय मेरो छेउमा उभिराखेको थियो है। तर म त्यो दिन है अन्य भाषामा प्रार्थना गर्दै गर्दा म किन मेरो आँखामा आँसु आयो अनि मेरो हृदय किन आनन्दले भर्यो अनि म किन ढलेँ भन्दै गर्दा मैले आँखा खोलिराखेको थिएँ अनि मैले अन्य भाषामा प्रार्थना गर्दै थिएँ। अनि अन्य भाषामा प्रार्थना गर्दै गर्दा मेरो आत्माको आँखाले चाहिँ मैले के देखेँ भने यो ठाउँमा यो हलको यो साइडमा यो माथि मैले ठुलो चिललाई देखेँ। अनि मैले अन्य भाषामा बोलेको थिएँ। मैले एकछिन हेरेँ, अब देखेँ भनेपछि चाहिँ अलिक घोरिन्छु भनेर फेरि अन्य भाषामा बोल्दै रिख्रा थालामा, रिख्रो थेलेमे, या साख्रा थालामा अझै घोरिन थालेँ। अनि घोरिँदै गर्दा मैले त्यो चिलको चुच्चोलाई पनि मैले अझै देख्नु थालेँ। अनि त्यो चुच्चोलाई एकछिनमा मैले खुट्टाको पन्जाहरूलाई पनि देखेँ। त्यहाँदेखि मैले एकछिनमा पखेटाहरू पनि देखेँ। अनि त्यो मेरो लागि रियल हुँदै गयो, अझै रियल हुँदै। त्यहाँदेखि अझै अन्य भाषामा बोलेँ रिख्रा थालामा, रिख्रो थेलेमे। अनि मैले फेरि अझै देख्दै गर्दा त्यो पन्जा चाहिँ मैले सुनको देखेँ अनि त्यो चुच्चो चाहिँ मैले सुनकोहरू देख्न थालेँ। त्यहाँदेखि पखेटाहरू पनि शक्तिशाली मैले त्यो धातुको जस्तो मैले देख्न थालेँ। अनि मेरो आँखा अझै आँसुले भर्यो अनि म आँखा चिम गरेँ अनि म त्यहाँनिर स्लेन भएर मैले ढलेँ। ढल्दै गर्दा फेरि मैले के देखेँ भन्दै गर्दा त्यो चिल त थुप्रो भयो, त्यहाँदेखि सानो सानो थुप्रो चिल भयो। अनि त्यो चिलहरू चाहिँ झरेर आएर चाहिँ यहाँ मुनि आएर त्यो चिलले चाहिँ सर्पहरू टिपेर लान थाल्यो। त्यो चिलले चाहिँ त्यहाँदेखि आएर मान्छेको रोगहरूलाई टिपेर लानु थाल्यो। अनि मैले किन यो भने भन्दै गर्दा आज प्रभुको त्यही उपस्थिति यस ठाउँमा छ अनि उहाँको त्यही उपस्थिति यस ठाउँलाई ढाकेको छ। अनि आज चाहिँ हाम्रो जीवनको परमप्रभुको आत्माले यो कुराहरू भन्नुहुन्छ। हाम्रो जीवनको नयाँ अध्याय पल्टिने साँझ चाहिँ आजको साँझ हो। आमेन, आमेन। न्यू च्याप्टर, नयाँ अध्याय, नयाँ सुरुवात हुने साँझ आजको साँझ हो। हाम्रो लाजको अन्त हुने साँझ हो। हाम्रो डरको अन्त हुने साँझ हो। डर अनि एन्जाइटी होस्, डिप्रेसन होस्, रोग होस्, जेसुकै किन नहोस्, त्यो त्रास किन नहोस्, त्यो लाज किन नहोस्, शर्म किन नहोस्, त्यो अन्त हुने साँझ चाहिँ आजको साँझ हो। त्यो अन्त हुने साँझ आजको साँझ हो। म यो कुरालाई मेरो यीशुको नाउँमा विश्वास गर्छु। कतिजना विश्वास गर्नुहुन्छ? हातलाई हल्लाइदिनुहोस् न। म विश्वास गर्छु भन्नुहोस् न। आमेन, आमेन। म अझै पनि त्यो दिन देखेको चिल अनि थुप्रो चिलले टिप्दै गरेको त्यही उपस्थिति नि, त्यही इमेजलाई, त्यही घटनालाई यस ठाउँमा म अहिले पनि थाहा गर्छु अनि त्यही कुराहरू देखिराखेको छु। आमेन, आमेन। अनि यसै कारण भनेको आनन्दले यो ठाउँलाई ढाकेको छ। प्रभुको प्रेमले यो ठाउँलाई ढाकेको छ नि उहाँको मर्सीले यो ठाउँलाई ढाकेको छ। आनन्द भन्दा गर्दा अब तपाईँलाई के जस्तो पनि लाग्दैन कि, तर म तपाईँलाई एउटा कुरा भन्छु। भोकले मरेको आमालाई तपाईँले सोध्नु कि चामल घरमा नहुनु चाहिँ कस्तो हुन्छ भनेर। एन्जाइटी भएकोलाई सोध्नुहोस् न, डिप्रेसन भएकोलाई सोध्नुहोस्, आनन्द नहुनु कस्तो खतरनाक कुरा हो।
हामी त गीत गाउँछ नि, तपाईँको आनन्द, अघि हामीले गायो, अहिलेसम्म गाउँछ होला, तपाईँको आनन्द मेरो बल हो, तपाईँको आनन्द मेरो बल सामर्थ्य, गीत गाउँछ है। तर आनन्द गीत होइन, आनन्द चाहिँ पर्सन हो। आनन्द चाहिँ शब्द होइन, आनन्द चाहिँ व्यक्ति हो। जय इज अ पर्सन, आनन्द चाहिँ व्यक्ति हो। अनि त्यो व्यक्तिको नाम चाहिँ मेरो प्रभु यीशु ख्रीष्ट हो। सत्य राईको प्रभु यीशु ख्रीष्टको नाम चाहिँ एउटा चाहिँ के, उहाँको नाम चाहिँ जय हो। अनि आनन्द इज अ रियली वेपन। आनन्द चाहिँ साँच्चै नै हतियार हो। अन्ध्यारोमा काम लाग्छ आनन्द, गोजीमा पैसा नहुँदा काम लाग्छ आनन्द, घरमा रोग कष्ट आउँदा काम लाग्छ आनन्द, कोभिड-19 मा काम लागेको थियो आनन्द। आमेन आमेन। आनन्द चाहिँ वेपन हो अनि आनन्द चाहिँ व्यक्ति हो। टु 2021 मा होला सायद, मलाई पनि कोभिड भयो अनि म आइसियुमा थिएँ। 1 हप्ता आइसियुमा बसेँ है। अनि त्यो 1 हप्ता आइसियुमा बस्दै गर्दा म यो भनिरहन्छु, बुढेसकालसम्म भन्छु होला, किनभने प्रभुको भलाइ हो। नयाँ नयाँ थपिँदै जान्छ, पुरानो बिर्सिँदिनँ। पुरानो प्रभुले गरेको भलाइलाई आइसियुमा त्यति बेला नाम्चीको जसवा त्यहाँनिर तल बुमटारमा हल ओपनिङ थियो। अलिकति त्यो उयो क्यामेरा भएको ठाउँमा पुगेर वासरुम त्यतिकै टाढो थियो, पुगेर आउँदै स्याँ हुनुपर्ने, अक्सिजन लगाइहाल्नुपर्ने, त्यहाँदेखि सन्चो हुने। तर कोभिड लागिरहेको बेडमा मैले एउटा कुरा भनेँ अनि सधैँभरि भनिरहन पाऊँ त्यसरी। अनि मैले भने यो कोभिड-19 भन्दा शक्तिशाली मेरो प्रभु यीशु ख्रीष्टको रगत छ। आमेन। आनन्द चाहिँ हतियार हो। अनि तपाईँलाई चाहिएको चाहिँ आनन्द भन्दा कम्ती चाहिँ होइन, आनन्द नै हो हामीलाई चाहिएको चाहिँ। अनि यो ठाउँलाई उहाँको आनन्द अनि प्रेमले ढाकेको छ, उहाँको करुणा र मर्सीले ढाकेको छ। म तपाईँको लागि एउटा बाइबलको खण्डलाई पढिदिन्छु, तपाईँले नखोल्दा पनि हुन्छ। तपाईँको अनडिभाइडेड हार्ट, तपाईँको अविभाजित मन तपाईँले वचनमा दिनुहोस्। यशाया 61:61 मा यसो लेखेको छ, परमप्रभु परमेश्वरको आत्मा म माथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ। परमप्रभुको प्रसन्नताको वर्ष र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेलाई सान्त्वना। यो दिनहरू चाहिँ परमप्रभुले बदला लिने दिन हो। प्रभुको छोराछोरीहरूलाई, परमेश्वरको मन्दिरलाई शत्रुले ड्रग एडिक्ट, प्रस्टिट्युट, चोर, डाकु, ढाँट्ने बनायो। अनि प्रभु क्रोधित छ। प्रभुको छोराछोरीलाई किन चाहिँ त्यो आइडेन्टिटी दिस भनेर। अनि यो ऋतु, आधार महिना, यो पुरिम, यो समय, यो ऋतु परमप्रभु बदला लिने, परमप्रभुले बदला लिने समय हो। आमेन। त परमप्रभुले कसरी बदला लिन्छ तपाईँले थाहा छ? परमप्रभुले बदला लिँदै गर्दा विलाप गर्नेहरूलाई उहाँले सान्त्वनाले भरिदिन्छ। र सियोनमा विलाप गर्नेलाई खरानीको सट्टा चाहिँ सुन्दरताको मकुट लगाइदिन्छ। वन्स खरानी भयो नि, त्यो कहिले पनि ब्युटी सुन्दरतामा फर्किनु सक्दैन, त्यो खरानी भयो। तर परमेश्वरले नि खरानीलाई पनि सुन्दरतामा परिवर्तन गर्ने दिन हो यो। टेबल टर्न हुने दिन हो यो। र शोकको सट्टा आनन्दको तेल लगाइदिने, निराशको मनको सट्टा प्रशंसाको पोसाक। आमेन। प्रशंसा अहिले यति नाच्छ नि, हामी यतिकै नाच्छ नि, यो त लुगा पो अरे त। अनि नाचेन भने ला लुगा बिना हुने रहेछ, वस्त्र लाउने हुँदैन, त्यो अलिक यति भए पनि गर्नुपर्ने रहेछ। कति डान्स गर्दैन होला, यति नै खतरा होला कतिजनाको लागि त है। तर यो डान्स गर्नु, रमाउनु चाहिँ यो त लुगा भनेको छ। कति बाक्लो लुगा लाउनु हुने, प्रशंसाको, आनन्दको, त्यति दिनु पऱ्यो नि त। थुप्रो डान्स स्टाइलहरू छ है, कन्टेम्पोरेरी भन्छ। यहाँ एकजना मेरो भाइ छ, ऊ चाहिँ नि मास्टर्स नगरेको, ऊ माथि बसिरहेको छ, इजाक भन्ने भाइ। मास्टर्स किन गरेन भन्नुहोस् त? उसले डान्सै गर्नुको लागि मास्टर्स नगरेर डिस्टेन्सबाट गर्छु भनेर बसेको। उसको बाहिर च्यानलहरू छ उनीहरूको है, उनीहरूले बाहिर संसारमा उनीहरूले डान्सहरू गर्थ्यो नि, एकदम फाइन डान्सहरू नि। फेरि त्यो यसो त्यो हाँसुदो खालको डान्सर पनि होइन, राम्रो खालको डान्सर। उसको युट्युबभरि भिडियो छ कि। तर मास्टर्स नगरेर डान्स गर्नु बसेको, उसको रुममा गएको, मुनि वुडन फ्लोर रहेछ, डान्स गर्नु सजिलो हुन्छ भनेर। तर त्यो बिचमा उसले उसको जीवनलाई प्रभुले छोयो अनि उसले नि डान्सै छोडिदियो। तर उसले डान्स गर्छ, तर उसले अहिले प्रभुको लागि डान्स गर्छ। अनि अस्ति उहाँ आएर डान्स गरेको थियो, सुन्नुहोस् है, उहाँ। त्यसले गर्दाखेरि मैले तपाईँलाई के भन्नु चाहेको भने नि, जब हामी आनन्द मनाउँछौँ, रमाइलो गर्छौँ, त्यो त प्रशंसाको पोसाक। अनि त्यसले चाहिँ हाम्रो जीवनमा आनन्दलाई लेखन आउँछ।
बिलापको साथ चाहिँ उहाँले हाम्रो जीवनमा आनन्द रमाइलो ल्याउँछ। अनि त्यो दिन चाहिँ भोलि होइन, पर्सि होइन, आज हो, अहिले हो, अहिले हो, अहिले हो। आमेन, आमेन। म तपाईँहरूलाई मभन्दा श्रेष्ठ ठान्छु। यो त मैले भन्नुपर्छ भनेर भनेको होइन है, यो मिन गरेर भनेको। मेरो यहाँनिर साथी दाजुहरू हुनुहुन्छ, माइ स्टार बस्छ यहाँ, थुप्रो छ। म तपाईँहरूलाई मभन्दा श्रेष्ठ ठान्छु। तपाईँहरूलाई मभन्दा म नम्रतामा जहाँसम्म झुक्न सकिन्छ म झुक्छु। तपाईँलाई श्रेष्ठ ठान्छु। मभन्दा उहाँ कति बेसी प्रभुलाई प्रेम गर्छ। म त पापीहरूमा सबैभन्दा हेट पावलले भनेको जस्तै सन्त भइहाल्यो भने पनि त्योभन्दा सबैभन्दा क्षुद्र लिस्ट। अनि मेरो जीवनलाई प्रभुले यहाँ चुचुरामा पुऱ्याउँछ भने चाहिँ मेरो आजको बेलुकी यो प्रार्थना हो। खुला स्वर्गको अगाडि यति बेला त हामीलाई स्वर्गले हेरिरहेछ, खुला स्वर्ग। पत्रुसले पनि हेरिरहेछ है, एलिया सबैले हेरिरहेछ, बाइबलले यसो भनेको छ, म त पत्याउँछु, हेरिरहेछ, हामीलाई हेरिराखेको छ, गवाईको मेघले हामीलाई घेरिराखेको छ। अनि यो बिचमा म यो कुरा भन्छु, मेरो यो उचाइ चाहिँ मेरो साथीहरूको, मेरो दाजुभाइ दिदीबहिनीको टेक्ने भुइँ भएको मेरो सिलिङ चाहिँ। आमेन। अनि उहाँले अझै बेसी प्रभुलाई प्रेम गरोस् अनि प्रभुको राज्यलाई ल्याओस्। आजको बेलुकी चाहिँ हाम्रो जीवन चाहिँ आनन्दले भर्छ। सबै कुरालाई उहाँले बदलाउँछ। च्याप्टर चाहिँ उहाँले टर्न गर्दैछ। आमेन।